फिनल्यान्डको शिक्षा प्रणाली संसारकै सबैभन्दा राम्रो मानिन्छ, हैन? तर यसको सफलता पछाडि एउटा गजबको अलि अनौठो पहेली छ। आज हामी त्यही पहेलीलाई सुल्झाउने कोसिस गर्नेछौँ। हो, यही त हो अचम्मको कुरा। यस्तो विरोधाभास जसले फिनल्यान्डको शैक्षिक सफलतालाई परिभाषित गर्छ। एउटा देशले आफ्ना विद्यार्थीलाई तनाव पनि कम, काम पनि कम दिएर कसरी यस्तो उत्कृष्ट नतिजा निकाल्न सक्छ होला? ल, आउनुहोस् यसैको गहिराईमा पुगौँ। धेरैलाई लाग्ला फिनल्यान्डको सफलताको पछाडि कुनै जादुई फर्मुला छ, तर त्यस्तो केही होइन। बरु यसको जग एकदमै बलियो छ, र त्यो जग हो त्यहाँका शिक्षकहरू। हो, प्रणालीको वास्तविक शक्ति यहीबाट सुरु हुन्छ। एकछिन सोच्नुहोस् त, फिनल्यान्डमा ल वा मेडिसिन पढ्नभन्दा टिचर बन्न गाह्रो छ। हो, तपाईले ठिक सुन्नुभयो। यसले नै प्रश्न पार्छ कि त्यहाँ शिक्षक हुनुको त्यो ठूलो सम्मानको कुरा हो। यो केवल एउटा जागिर मात्र होइन, देशकै सबैभन्दा प्रतिष्ठित पेसाहरूमध्ये एक मानिन्छ। अब शिक्षक बन्ने यो बाटो पनि त्यति सजिलो छैन, निकै नै कठोर छ। यो कुनै छोटो तालिम जस्तो होइन, बरु यो त एउटा लामो, गहिरो, अनुसन्धानमा आधारित शैक्षिक यात्रा हो। सुरुमै युनिभर्सिटीमा छिर्नु नै ठूलो चुनौती छ, र त्यसपछि पनि हरेक शिक्षकले मास्टर्स डिग्री त पूरा गर्नै पर्छ। त्यसैले त फिनल्यान्डमा शिक्षक भनेको केवल किताब पढाउने व्यक्ति मात्र होइनन्, उनीहरू त सिकाइको विज्ञान, मतलब साइन्स अफ लर्निङका विज्ञ हुन्। उनीहरूलाई रिसर्च गर्न सिकाइन्छ, र त्यही रिसर्चको आधारमा कक्षा कोठामा के गर्ने भनेर आफै निर्णय लिन तालिम दिइन्छ। यही कारणले उनीहरूलाई शिक्षक अनुसन्धानकर्ता भनिन्छ। र उनीहरूका लागि एउटा एकदमै सुन्दर शब्द छ, काँसाङ्केन्टिला। यसको अर्थ हो जनताको दियो। कति सुन्दर, जसले ज्ञानको प्रकाश छरेर देशको भविष्यलाई नै उज्यालो बनाउँछ। उनीहरूलाई यसरी हेरिन्छ। र साँचो भन्नुपर्दा यही सम्मान नै त हो यो पुरै प्रणालीको मुटु। ल, यस्ता अब्बल शिक्षकहरू त भए, तर उनीहरूले विद्यार्थीको जीवनलाई कस्तो बनाउँछन् होला त? अब एकछिन विद्यार्थीको आँखाबाट हेरौँ है त। एउटा कुरा हामीले जहिले सुन्छौँ, फिनल्यान्डमा त होमवर्कै हुँदैन रे। तर त्यो पुरै सत्य चाहिँ होइन। वास्तविकता त झन् रोचक छ। होमवर्कै नहुने होइन, तर एकदमै थोरै र अर्थपूर्ण हुन्छ। मतलब कक्षामा जे सिकियो त्यसलाई अझै पक्का बनाउन मात्र दिइन्छ। घरमा गएर नयाँ कुरा आफै सिक भनेर कहिल्यै बोझ दिँदैन। अनि जब होमवर्कको भारी हुँदैन तब के हुन्छ? बालबालिकाले आफ्नो बाल्यकाल जिउन पाउँछन्। उनीहरू बाहिर खेल्छन्, आफूलाई मनपर्ने सङ्गीत, खेलकुदमा लाग्छन्, परिवारसँग समय बिताउँछन्। यहाँ सिक्ने कुरा एउटा स्वस्थ बाल्यकालको एउटा पाटो मात्र हो, पुरै बाल्यकाल नै पढाइ होइन। ओके, अब कक्षा कोठाबाट अलिकति बाहिर निस्किएर यो पुरै प्रणालीको फिलोसोफीलाई हेरौँ। यो सिस्टम कुन जगमा उभिएको छ त? र त्यो जग हो विश्वास। 7 फिनल्यान्डमा बच्चाहरू 7 वर्ष पुगेपछि मात्रै औपचारिक स्कुल जान थाल्छन्। सोच्नुहोस् त, 7 वर्षसम्म। त्यसअघिको पुरै समय खेलकुद र उनीहरूको विकासका लागि छुट्याइन्छ। पढ, लेख भनेर कुनै दबाब दिइँदैन। शून्य हो, 16 वर्षको नहुन्जेलसम्म एउटा पनि राष्ट्रिय स्तरको मानकीकृत परीक्षा हुँदैन, एउटा पनि। यसले के गर्छ? विद्यार्थीमाथिको त्यो भयानक प्रेसर हटाइदिन्छ, र उनीहरूलाई नम्बर ल्याउनको लागि होइन, साँच्चीकै सिक्नको लागि सिक्ने माहौल बनाइदिन्छ। यहीँनिर हो फिनल्यान्डको प्रणालीको सबैभन्दा ठूलो फरक। हेर्नुहोस्, धेरै देशहरू आउटपुट अर्थात् नतिजालाई कन्ट्रोल गर्न खोज्छन्, बारम्बार परीक्षा लिएर मूल्याङ्कन गरेर। तर फिनल्यान्डले ठिक उल्टो गर्छ। उसले इनपुटमा ध्यान दिन्छ। मतलब सुरुमै देशका सबैभन्दा राम्रा शिक्षकहरू तयार पार्ने, र त्यसपछि बाँकी कामको लागि उनीहरूलाई पुरै विश्वास गर्ने। र यही विश्वास नै त हो यो प्रणालीको सफलताको इन्जिन। राष्ट्रिय पाठ्यक्रमले के पढाउने भनेर एउटा गाइडलाइन त दिन्छ, तर त्यसलाई कसरी पढाउने, कुन तरिका अपनाउने, त्यो सबै निर्णय गर्ने अधिकार शिक्षकलाई हुन्छ। आखिर जब देशका सबैभन्दा काबिल मान्छेहरू तपाईसँग छन् भने उनीहरूलाई विश्वास गर्नुभन्दा उत्तम विकल्प अरू के हुन सक्छ र? त्यसो भए यो सबै कुराबाट हामीले बुझ्नुपर्ने खास पाठ के हो त? यो पुरै विश्लेषणको सार के हो? हेर्नुहोस्, फिनल्यान्डको रहस्य भनेको कुनै एउटा नीति वा नियम होइन जसलाई हामीले कपी गर्न सकौं। यो त विश्वासमा बनेको एउटा पुरै इकोसिस्टम हो, जहाँ शिक्षकलाई सम्मान गरिन्छ, विद्यार्थीको भलाइलाई प्राथमिकता दिइन्छ,
र सिस्टमले नै सबैमाथि भरोसा गर्छ। यो सबै कुरा एक आपसमा जोडिएको छ। र अन्त्यमा एउटा प्रश्न जसले हामी सबैलाई सोच्न बाध्य बनाउँछ। यदि फिनल्यान्डको प्रणाली आफ्ना शिक्षकहरूमाथिको विश्वासमा बनेको छ भने हाम्रो प्रणाली चाहिँ केमा बनेको छ?